आज हामी 6 जना भएर गुर्जे झरना घुम्न गएका थियौँ। म, मेरी छोरी र मेरो भाइको परिवार मिलेर यो यात्रामा निस्केका थियौँ। धेरै दिनदेखि जाने योजना बनाएको ठाउँ भएकोले बिहानैदेखि सबैजना निकै उत्साहित थियौँ। गुर्जे झरना बाहुडेश्वर बाटो हुँदै जाने हो, तर सूर्यचौरको चोकमा पुगेपछि सूर्यचौर नगइकन नुवाकोट जानेतिर झरेपछि त्यहाँ ठुलो बोर्डमा गुर्जे झरना लेखेको देखिन्छ। सुरुदेखि नै बाटोले मन जित्यो। चारैतिर हरियालीले ढाकिएको, डाँडाकाँडा चिसो हावा, चराचुरुङ्गीहरूको आवाज, बाटोभरि बगिरहेका पाइपका सफा पानी देख्दा यात्रा अझै रमाइलो लागिरहेको थियो। प्रकृतिको सुन्दरता यति मनमोहक थियो कि हिँड्दा लागेको थकान पनि बिर्से जस्तो हुन्छ। अहिले असार महिनाको समय भएकोले बाटोभरि धेरै जुगाहरू थिए। कतिपय ठाउँमा त एकछिन रोकिँदा पनि जुकाले समात्ने अवस्था थियो, तर सुरक्षित भएर ध्यान दिएर हिँड्दा खासै समस्या भएन। त्यसैले यस्तो मौसममा जानेहरूले अलि सतर्क भएर हिँड्नुपर्छ भन्ने महसुस भयो। बीच बाटोमा हामीले एउटा गल्ती पनि गर्यौं। बाटो राम्रोसँग नबुझ्दा अर्को बाटो गयौं। धेरै पर पुगेपछि मात्र गलत बाटो आएको थाहा भयो। फेरि फर्कनु पर्यो। त्यसैले यात्रा अझै लामो, केही गाह्रो बनायो। तर यात्रा भनेको कहिलेकाहीँ यस्तो साना चुनौतीहरूले मिश्रण रहन्छ। यदि जस्तो सुकै भए पनि रमाइलो गरेर हिँड्छु भन्ने सोच लिएर निस्कियो भने ती कठिनाइहरू पनि सम्झना लायक अनुभव बन्ने रहेछन्। वास्तवमा यो यात्रा ट्रेकिङ जस्तो थियो। उकालो ओह्रालो जङ्गलको बाटो र लामो पैदल यात्रा। हामीले पिकनिकको योजना बनाएर गएका थियौँ। घरैबाट विभिन्न खानेकुराहरू बोकेका थियौँ। झरना पुगेर पानी खेल्न, रमाउन, त्यसपछि सबै मिलेर खाना खाने योजना थियो। लामो समय लगातार हिँड्दा सबैजना निकै थाकिसकेका थियौँ। खुट्टाभरि भारी भएका थिए र शरीरले आराम खोजिरहेको। धेरै उकालो ओह्रालो गरिरहेका थियौँ। हिँड्दै जाँदा झरना आउँछ भन्ने मनमा भएको कारणले मनमा उत्सुकता जागिरहेको थियो। हामी हाँस्दै खुसी हुँदै उकालो ओह्रालो पार गर्दै गइरहेका छौँ। झरना आउला भन्ने खुसीका साथ हिँडिरहेका छौँ। हामीले खानेकुराहरू झरनामा रमाएर खेलिसकेपछि खानेकुराहरू खानुपर्छ भनेर घरमै बनाएर लगेका थियौँ। खानेकुरा कपडाहरू बोकेर हिँड्दै जाँदा हामी धेरै थाकिरहेका थियौँ। दिउँसो घाममा हिँड्दै जाँदा झरनाको आशाले चाहिँ मन खुसी भइरहेको थियो, तर हामी थाकेर हिँडिरहेका थियौँ। जयाले चाहिँ आफ्नो बहिनीलाई सम्हालेर हिँडिरहेकी छिन्। आफै सम्हालिन गाह्रो भएको थकानको बेलामा बहिनीलाई सम्हालेर राम्रोसँग हिँडाइरहेकी छिन्। हामी पनि त्यसकै पछि राम्रोसँग बाटो काटेर हिँडिरहेका छौँ। ओरपर चाहिँ सिस्नोहरू पनि छ है। एकदम होसियार भएर हिँड्नु परिरहेको थियो। अब झरना छिट्टै आइपुग्छ भनेर मनमा आशा बोकेर हामी अघि बढ्यौँ। अन्ततः झरना पनि अब आयो। ल हेर्नुहोस् है, कति ठुलो झरना छ। पानीको फोर्सको त कुरै नगरौँ, त्यहाँभित्र जान त असम्भवै थियो। टाढाबाट हेर्दा त यति राम्रो देखिएको झरना त्यहीँ पुग्दा कस्तो होला त भनेर हाम्रो मनमा खुल्दुली जाग्यो। सबैजनालाई त्यो झरनामा गएर पानी खेल्न मन लागिरहेको जस्तो मैले महसुस गरिरहेको थिएँ। हामी ढिला नगरिकन पानीमा गयौँ। ल हेर्नुहोस् है त एकछिन, म कति रमाइलो गरिरहेको छु, कति रमाएको छु झरनामा गएर, कति आनन्दले। ल म कुन गीतमा नाचेँ खुसीले मलाई नै थाहा छैन। सायद त्यो झरनाको गुन्जन राम्रो भएर म खुसीले नाचेको जस्तो लागेछ। अझै पनि म नाच्न छोडेको छैन। कति बेर नाच्छु म। हेर्नुहोस् है, हाम्री सानी पनि पानी देखेर कति खुसी भएकी छिन्। पहिला पानीमा त डराउँथिन्, आजभोलि भने कति खुसी भएर खेलिन् पानीमा। ल माइजू भान्जी मिलेर कति हाँसिनु भएको, रमाउनु भएको। त्यो झरनाको आवाजभन्दा माइजू भान्जीको हाँसो अति नै ठुलो थियो। योबाट मैले महसुस गरेँ कि उहाँहरू चाहिने भन्दा पनि बढी नै खुसी हुनुभएको थियो। यो दृश्य देख्दा म भिडियो बनाउँदै आफै हाँसिरहेको थिएँ। अब पालो आयो खोलामा रमाइलो गर्ने। मेरो बदिनी कति राम्री, कपाल पनि कति राम्रो भएको, फोटोको पोजहरू पनि कति राम्रो आएको, कति राम्री लागेको। अब पालो आयो अब हामीहरूको पेट पूजा गर्ने। खानेकुरा चाहिँ मेरो बुहारीले बिहानै आलु उसिनेर फ्राई गरेर
ल्याएकी थिइन्। भुजा र आलु फ्राई हामीले खायौँ। झरनामा हामी थाकेर खेलेर रमाएर थाकेका थियौँ। त्यो खाँदा छुट्टै आनन्द आयो, मिठो भएको महसुस भयो। थकानमा हामीलाई त्यो भोजनले साँच्चीकै स्वर्गीय आनन्द दिएको थियो। त्यसपछि हामीले चटपट खायौँ। मासुको अचार पनि लिएर आएकी रहेछन् बुहारीले। मासुको अचार हालेर खाँदा असाध्यै मिठो हुँदो रहेछ। तपाईहरुले पनि मनपर्छ भने मासुको अचारसँग चटपटे बनाउँदा साह्रै मिठो हुँदो रहेछ है। यसरी ट्राई गरेर खाँदा मिठो हुन्छ है। बुहारी ठट्याउलो पाराकी भएर हामीलाई यसरी ब्याग बोकेर देखाइदिए। हामी मोच्छा परिपरि हाँसियो। हामी चाहिँ गीत गाउँदै रमाइलो गर्दै फर्कियौँ। खाजा खाइसकेपछि त बाटो खासै लामोको अनुभव भएन। खाजा खाएर होला अलि छोटै लाग्यो बाटो। हाम्रो सानी नानी भने निकै थाकिसकेकी थिइन्। उकालो चढ्दा निकै गाह्रो लागिरहेको थियो। तर रमाइलो कुरा के भयो भने उसलाई जहाँ ओह्रालो देख्यो त्यतैतिर लग्न सजिलो लाग्दो रहेछ। हामीले उकालोतर्फ जान भनिरहँदा पनि उनी बारम्बार झरनातिर झर्ने बाटो समाउँदै गइरहेकी हुन्थिन्। त्यसैले 2-3 पटक त हामीले फेरि पछाडि फर्केर उनलाई लिन जानु पर्यो। यसो गर्दाको यात्रा अलि लामो र केही गाह्रो त बनायो, तर त्यसैमा पनि छुट्टै रमाइलो थियो। फर्किने क्रममा पानी परेर हामी नित्रप्पै भिजेका थियौँ, तर पनि पाइला पाइलामा हामी रमाइलो नै महसुस भइरहेको थियो। बाटो खासै गाह्रो भने थिएन। जोयाले चाहिँ यो घोट्टाप्रे भन्ने झार टिपिरहेका थिइन्। यो चाहिँ ठुलो औषधि हुने रहेछ, त्यसैले उनले टिपेकी छन्। आजको यात्रा चाहिँ रमाइलोमा नै समाप्त भयो। हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।